सम्झाउनु भयो ती अजामिल ब्राह्मणलाई कि तिम्रो जुन पुत्र आउँदैछ, जुन गर्भमा तिम्रो सन्तान आउँदैछ, उसको नाम तिमी नारायण राख्नु। तत्पश्चात उनको जब पुत्र भयो उनको नाम नारायण राखिदिनु भयो। ती ब्राह्मणले बहुत प्रेम गरे त्यो पुत्रलाई। अन्तिम अवस्थामा जब उसको शरीरले अब अन्तिम समय आइपुग्यो, जब उसको मृत्युको क्षण निकट आइपुग्यो, तब उनलाई लिनको लागि यमदूतहरू आए। राम्रो कर्म गरे पो हरि आउँछन् होइन। नराम्रो कर्म गरेपछि जहिले कहिले हरिको नामै स्मरण नगरेपछि को आउँछ? यमराजै त आउँछ नि लिनलाई। जब यमराजले पनि माया गरेर थोरी लान्छ, उसले डोरी ल्याउँछ, त्यसमा बाँधेर लान्छ उसले। अनि जति पुण्य गरिएको छ स्वर्गको फल पाइयो, जति पाप गरिएको छ त्यो नर्कमा लगेर यातना दिलाइन्छ। त्यो यमराजको फेरि स्वरूप सुन्दर चिटिक्क परेर थोरी आउँछ, उसको त भयङ्कर रूप हुन्छ। जब यमराज अनि उसका दूतहरू आए, अजामिल ब्राह्मण बहुत डराए। उनको मनमा डर पैदा भयो। तब अन्तिममा उसलाई डर लागेर सानो पुत्रको नामले नारायण नारायण भनेर बोलाए। अब पुत्र त आफ्नै दुनियाँमा मस्त हुन्छ, आफ्नै संसारमा उनी लिप्त हुन्छ। कहाँ उसले दिनरात त्यो पितालाई पर्खेर बस्छ। त्यो पनि धेरै माया गरेर राखेको, धेरै सुख सुविधामा राखेको पुत्र त झन् बिग्रि त हाल्छ, ऊ थोरी सप्रिन्छ, ऊ ऐश्वर्य आराममा मातिसकेको हुन्छ। ती जुन पुत्र थिए आफ्नै दुनियाँमा मस्त थिए। जब उनले नारायण भनेर ती ब्राह्मणले पुकारे, उपरवाला नारायणले सुन्नुभयो अनि उहाँ आउनुभयो। आएर अनि ती अजामिललाई दर्शन दिनुभयो। अनि जुन यमदूतहरू आएका थिए तिनलाई भने, तिम्रो कुनै अधिकार छैन, तिमीले मेरो भक्तलाई छुन पाउँदैनौ, तिमी आफ्नो धाममा गइहाल, यो मेरो भक्त हो, तिमीले यसलाई छुन पाउँदैन भनेर ती यमका दूतलाई वापस पठाइदिए। अनि श्री हरि नारायणले अजामिल ब्राह्मणलाई ज्ञान दिनुहुन्छ, हे अजामिल, तिमी जति पनि समय यो माया मोहमा लिप्त भयो, तर अन्तिम अवस्थामा तिमीले मलाई याद गर्यौ, त्यसकारण मैले तिमीलाई रक्षा गर्न आएँ। तिमीले मलाई याद गरेर नाम लिएको त होइन, तर अन्जानमा तिमीले मलाई नाम लियो, मेरो धर्म हो, मेरो कर्तव्य हो, मैले मेरो भक्तको रक्षा गर्नुपर्छ। त्यसकारण तिमी अहिले नै धाम जाने बेला भएको छैन, जति समय शेष छ अब चाहिँ तिमीले नाम जप गर्नु भनेर श्री हरि आफ्नो धाम जानुभयो। अनि अजामिल ब्राह्मणले भएको जति जति समय छ त्यो समयमा श्री हरिको नामलाई कीर्तन गर्नुभयो। यहाँ बहुत ठुलो शिक्षा मिल्छ हामीलाई। जसले श्री हरिको नाम लिन्छ, यही कथाबाट यो हामीलाई प्रष्ट गराइदिएको छ कि जसले हरिको नाम लिन्छ त्यसलाई यमराजले पनि लिन आउने अधिकार छैन, छुने अधिकार छैन। त्यसकारण जसले श्री हरिको नाम कीर्तन गरेर निधारमा यदि तिलक लगाउँछ भने, गलामा यदि उसले कन्ठी धारण गर्छ भने, हातमा हमेशा सुमेरन गर्छ, श्री हरिको नामलाई सुमेरन गर्छ भने उसलाई यमराजले पनि छुन सक्दैन। जसको गलामा कन्ठी छैन, जसको निधारमा तिलक छैन, ऊ कस्तो हुन्छ? बिना मालिकको त्यो के हुन्छ? बिना मालिकको त त्यो जुन व्यक्ति हुन्छ त्यो लावारिस जस्तै हुन्छ। आमा बिनाको सन्तान, उसलाई कुनै संस्कार हुँदैन, उसलाई संस्कार भन्ने थाहा हुँदैन, धर्म भन्ने थाहा हुँदैन। हामीले बाटोमा देख्न सक्छौँ, जुन घरमा एउटा कुकुरलाई पालेको हुन्छ उसको गलामा के हुन्छ? सिक्री हुन्छ नि होइन। त्यो सिक्री भएको जुन त्यो कुकुर हुन्छ त्यसलाई कसैले पनि छुँदैन, त्यसलाई कसैले पनि उसको मालिक छ भनेर उसलाई कसैले पनि पिट्दैन पनि, कसैले उसलाई नोक्सान पुर्याउँदैन पनि। तर जुन गली गलीमा हिँड्छ त्यसलाई सबैले हेप्छ पनि, त्यसलाई सबैले कुद्छ पनि, ढुङ्गा पनि हान्छ, हो कि होइन? हो नि होइन?
ओ त्यस्तै हाम्रो जीवन पनि यदि भक्ति छैन, हरिको नाम कीर्तन गरेको छैन भने हामीलाई संसारको दुःख कष्ट पीडा हाम्रो साथीभाइ सबले बहुत हेला गर्छ, बहुत दुःख मिल्छ, बहुत कष्ट मिल्छ। तर हामीले एउटा मालिक श्री हरिलाई बनायौँ र उहाँको नामलाई हामी स्मरण गर्यौँ भने यो संसारको दुःखले हामीलाई कहिल्यै छुन सक्दैन, यो संसारको कुनै पनि चिजले हामीलाई कहिल्यै पनि प्रभावित बनाउन सक्दैन। यमराजले त के यमराजले पनि छुन सक्दैन, यो दुनियाँको कोही व्यक्तिले पनि हाम्रो नोक्सान पुर्याउन सक्दैन। त्यसकारण नित्य निरन्तर हामीले श्री हरिको कीर्तन गर्नुपर्छ। अनि हामीले सक्छौँ भने पिण्ड दान भनेको के हो? पिण्ड भनेको यो शरीर हो कि होइन? यो शरीरलाई के गर्नु? दान दिनु। मरिसकेपछि होइन, मरिसकेपछि त सकिएको नि त यो शरीर। मरिसकेपछि यो शरीरको के नै अस्तित्व रहन्छ? जीवनभर त हामीले केही गरेनौँ अनि मरेपछि यो शरीरलाई के चाहिँ गर्नु छ र? यो त खरानी भइसक्छ, त्यसपछि के नै लाभ? यसलाई केही गर्दा पनि कुनै पनि लाभ हुँदैन। त्यसकारण जीवन पर्यन्त रहन्जेल, हाम्रो श्वास रहन्जेल हामीले यो पिण्ड यानि यो शरीरलाई दान दिउँ। कसलाई? श्री हरिलाई। हे प्रभु, मेरो भन्नु केही छैन, यो एउटा जीवन छ, यो जीवन हजुरमा नै समर्पित छ भनेर हामीले यो शरीरलाई हामीले श्री हरिको चरणमा लगाउनु नै यो नै सबैभन्दा ठुलो दान हो। त्यसकारण आफूले आफूलाई हमेशा श्री हरिको चरणमा समर्पित गर्नु, हमेशा श्री हरिको नामलाई कीर्तन गर्नुहोस्। अनि जसले गलामा कण्ठी धारण गर्छ उसले हमेशा मेरो एउटा मालिक छ, म एक्लै छुइनँ भन्ने हमेशा याद हुन्छ। उसले हर हमेशा श्री रामको नाम स्मरण गरिरहन्छ, चिन्तन गरिरहन्छ। उसले श्री रामको सेवामा यो हातलाई हमेशा अगाडि बढाइरहन्छ। सेवा गर्दा यदि भाव छ भने, प्रेम छ भने त्यसमा कहिल्यै पनि अल्छी लाग्दैन। जहाँ मन लाग्छ त्यहाँ अल्छी भन्ने कहिल्यै आउँदैन। जहाँ मन लाग्दैन त्यहाँ अल्छी पनि आउँछ, निन्दा पनि आउँछ, सब कुछ यत्तिकै नै आउँछ। अनि शरीरमा बिमार पनि यत्तिकै आउँछ। तर हमेशा हामीले श्री रामको नामको कीर्तन गरेर हमेशा श्री रामको सेवा गर्यौँ भने हामी कहिले पनि एक्लो हुँदैनौँ। हाम्रो हमेशा एउटा मालिक हुन्छ जसले हामीलाई हमेशा याद गर्नुभएको हुन्छ, जसको हमेशा हामी प्यारो बन्छौँ। त्यसकारण हामीले श्री हरिको नामलाई हमेशा जाप गर्नुपर्छ। बोले कृष्ण कन्हैया लाल की। सीताराम 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 कहिए, सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम
सीताराम कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रही। ओ जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। जाहे विधि राखे राम ताहे विधि रहिए। सीताराम 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 कहिए। सीताराम 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 कहिए। चाहे विधि राखे राम ताहे विधि रहिए। चाहे विधि राखे राम ताहे विधि रहिए। चाहे विधि राखे राम ताहे विधि रहिए। चाहे विधि राखे राम चाहे विधि राखे राम चाहे विधि राखे राम ताहे विधि रहिए। रामचंद्र भगवान को कृष्ण कन्हैया लाल को। रामचंद्र भगवान को सबै सबै श्रद्धालु भक्तजनलाई स्वागत गर्दै। कपडाले त केवल लाज ढाक्छ। श्रद्धालु भक्त कपडाले त केवल लाज ढाक्छ। इज्जत ढाक्ने भनेको त हजुरको बोली र व्यवहारले हो। आउनुहोस् सबैले आफ्नो बोली र व्यवहार सुन्दर बनाई जीवनमा अगाडि बढ्नुहोला। ऐतिहासिक गण्डकी कुटियमको यो पावन अवसरमा हामी जुटिरहेका छौँ। हरेक दिन भक्तहरूको उल्लासमय उपस्थिति। यहाँ हरेक दिन भक्तहरूको दानको वर्षा भइरहेको छ। यहाँहरूको सेवा, यहाँहरूको भाव, यहाँहरूको कृपा, यहाँहरूको आशीर्वादले यस कार्यक्रम सभ्य र भव्य रूपमा अगाडि बढिरहेको छ। मानव सेवा फाउन्डेसनले मामा घर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमलाई सञ्चालन गर्दै आइरहेको छ। जहाँ धेरैभन्दा धेरै अभिभावक बिन बालबालिका जसको आमा बुवा भूकम्पमा परेर स्वर्ग हुनुभयो, यसै गरी जसको बाबा आमा
रोगका कारणले निधन हुनुभयो त्यस्ता व्यक्तित्व त्यस्ता बाबु नानीहरूको सेवाको निमित्त मानव सेवा फाउन्डेसन सदैव अगाडि बढिरहेको छ। बालयोगेश्वर विजय कृष्णमूर्ति महाराजज्यूले आफ्नो जीवन नै सेवा भावमा माधव सेवा र मानव सेवाको यो कर्ममा अर्पण गर्नुभएको छ। हामी सबैजना श्रद्धालु भक्तजनलाई म विशेष जानकारी प्रदान गर्न चाहन्छु। हामी ती अभिभावक बिन बालबालिकाको एकजना बाबु नानीको अभिभावक बन्न सक्यो भने त्यहाँभन्दा ठुलो धर्म र त्यहाँभन्दा पुण्य अन्त कहाँ हुन सक्छ र। तपाईले दिनुभएको दान र दक्षिणाले कोही नानी बाबुको शिक्षाबाट वञ्चित हुँदैनन् भने, तपाईले दिनुभएको दान र दक्षिणाले कोही नाङ्गै र भुको बस्नु पर्दैन भने, तपाईले दिनुभएको दान र दक्षिणाले कोही सडकमा बस्नु पर्दैन भने आफ्नो दक्ष र क्षमता अनुसार सेवा भावमा किन नछुट्ने। आफ्नो दक्ष र क्षमता अनुसार यहाँहरूले मानव सेवा फाउन्डेसनको कम्तीमा पनि शिलालेखमा नाम लेखाउने गरी आजीवन सदस्यता बन्ने गरी र एकजना अभिभावक तो बन्ने गरी यहाँहरूले सेवा भावमा जुट्नुहुनेछ भन्नेमा विश्वास लिएको छु। धेरैभन्दा धेरै सङ्घ संस्थाबाट, धेरैभन्दा धेरै व्यक्तिगत तर्फबाट एकजना अभिभावक बिन बालबालिकाको अभिभावक तो बन्नुभएको छ। धेरैभन्दा धेरै हाम्रा मातापिताहरू, यहाँहरू पनि यो सुन्दर कर्ममा नछुट्नु होला म सबैलाई निवेदन गर्दछु। कम्तीमा पनि आजीवन सदस्यता बन्ने गरी सदैव जहाँ जहाँ मानव सेवा फाउन्डेसनले यस्तै सुन्दर कर्म अगाडि बढाइरहेको हुन्छ त्यहाँ हजुर जोडिरहनुहुन्छ। त्यहाँ भगवानको आशीर्वाद, ती बाबु नानीहरूको आशीर्वाद यहाँहरूलाई मिलिरहन्छ। सबैको जय होस्, मङ्गल होस्। यो सुन्दर भावको साथमा पोखरा 17बाट रहनुभएको छ उमा पोखरेलजीको परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै 5500 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। यसै गरी पोखरा 5बाट रहनुभएको छ भोजराज, यसै गरी मुना पौडेलजीको परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै स्वर्गीय बुवा शशिधर पौडेल, स्वर्गीय माता दमन्ता पौडेलजीको र स्वर्गीय कान्छा बुवाको स्मृतिमा यहाँहरूले 5555 अर्पण गर्नुभएको छ। मञ्चमा आई सम्मान ग्रहण गर्न हार्दिक अनुरोध गर्दछु। यसै गरी पोखरा 1बाट हुनुहुन्छ गाईघाट मार्गबाट परिवारमा सुख शान्तिको कामना गर्दै पितृहरूको उद्धारको निमित्त कृष्ण प्रसाद सुवेदीज्यू र शारदा सुवेदीज्यूको परिवारको तर्फबाट 5500 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। यसै गरी पोखरा 6बाट हुनुहुन्छ महकुमारी गिरिज्यू, यसै गरी लक्ष्मी गिरिज्यूको परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै 5505 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहणका निमित्त मञ्चमा हार्दिक स्वागत गर्दछु। गण्डकी कास्की पोखराबाट हुनुहुन्छ ज्ञानेन्द्र मान, यसै गरी अम्बिका बिजुक्छे रहनुभएको छ। परिवारमा सुख शान्तिको कामना गर्दै र पितृ उद्धारका निमित्त 5500 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहणका निमित्त मञ्चमा हार्दिक स्वागत गर्दछु। पोखरा 15 राम बजारबाट हुनुहुन्छ गोमा मल्लजीको परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै र जन्मदिनको पावन अवसरमा कोटियम सहयोग आर्थको निमित्त यहाँले 5105 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहणको निमित्त मञ्चमा आइदिनु होला। यसै गरी पोखरा 32 लेखनाथबाट हुनुहुन्छ पितृ मुक्सेका निमित्त र परिवारमा सुख शान्ति कामना गर्दै बुद्ध कुमारी तिमिल सिन्हाजीको परिवारबाट 5500 रुपियाँ अर्पण गर्नुभएको छ। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। पोखरा 16 लामा चौरबाट हुनुहुन्छ परिवारमा सुख शान्तिको कामना गर्दै जित बहादुर थापाज्यूले 5055 अर्पण गर्नुभएको छ। सम्मान ग्रहणका निमित्त मञ्चमा आइदिनु होला। काठमाडौँ 25बाट हुनुहुन्छ शान्ति मार्गबाट परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै डोलिन्द्र प्रसाद शर्मा हुनुहुन्छ। डोलिन्द्र प्रसाद शर्माजीको परिवारको तर्फबाट 5500 रुपियाँ अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान ग्रहण गर्न मञ्चमा आइदिनु होला। पोखरा 17 बिरौटाबाट हुनुहुन्छ परिवारमा सुख शान्तिको कामना गर्दै विजय कृष्णमूर्तिजी महाराजज्यूले हजुरको सङ्कल्प गर्दा हामीले पुण्य प्राप्ति गर्न पाएका छौँ। हजुरप्रतिको विशेष धन्यवाद र नमन सम्मान व्यक्त गर्दै र परिवारको तर्फबाट सानो रकम भनेर यहाँले उल्लेख गरेर यहाँले यो सम्बोधन गर्नुभएको छ। विशेष धन्यवाद र सम्मान अर्पण गर्नुभएको छ सङ्कल्पकर्ता बाल योगेश्वर विजय कृष्णमूर्ति महाराजज्यूलाई। जगन्नाथ, यसै गरी मनिषा ढकालजीको तर्फबाट 5555 अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान ग्रहणका निमित्त मञ्चमा आइदिनु होला। गण्डकी कास्की पोखरा 17बाट हुनुहुन्छ
परिवारमा सुख शान्तिको कामना गर्दै र मानव सेवा फाउन्डेसनको आजीवन सदस्य बन्नुभएको छ नेत्रलाल भण्डारीजीको परिवारबाट 25,500 रुपियाँ अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान ग्रहणका निमित्त मञ्चमा हार्दिक हार्दिक स्वागत गर्दछु। यसै गरी पोखरा 10 बिरौटाबाट हुनुहुन्छ, परिवार 17बाट हुनुहुन्छ, परिवारमा सुख शान्तिको कामना गर्दै र उहाँहरूले पनि विजय कृष्णमूर्तिजीको महाराजजीको सङ्कल्पमा भइरहेको कोटियुमको लागि विशेष धन्यवाद सम्मान व्यक्त गर्दछु भनेर यहाँले लेख्नु भएको छ र साथै उहाँको उत्तर प्रगतिको कामना सहित कोटियुम सफलताको निमित्त भनेर यतिखेर भने मीना कार्कीजीको परिवारबाट 5,555 अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान ग्रहणका निमित्त मञ्चमा आइदिनु होला। यसै गरी गण्डकी कास्की पोखरा 10 रामघाटबाट हुनुहुन्छ, परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै शिवप्रसाद भागीरथी गौतम हुनुहुन्छ, यहाँले 11,000 रुपियाँ अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान ग्रहणका निमित्त मञ्चमा आइदिनु होला। विशेष यहाँले सम्बोधनको साथमा यहाँ टिपाउनु भएको छ। सबै परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै सबै पितृहरूको मुक्तिको कामना गर्दै यहाँले विशेष 11,000 रुपियाँ अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान गर्नका निमित्त मञ्चमा आइदिनु होला। म सबै दानदाताहरूको लागि हामीले विशेष भजन पनि अर्पण गर्नेछौँ। दानीलाई कहिले पनि हुँदैन हानि, हजुरले 2 हातले दिनुहुन्छ, भगवानले 1000 हातले अर्पण गर्नुहुन्छ। धन सम्पत्ति बन्धु बान्धव छोडी जानुपर्छ, धन सम्पत्ति बन्धु बान्धव छोडी जानुपर्छ। राजा होस् या प्रजा यहाँ सबलाई मर्नुपर्छ, राजा होस् या प्रजा यहाँ सबलाई मर्नुपर्छ। मरेर जाने सोला हो समादरणीय श्रद्धालु भक्तजन। हामी बाँचुन्जरी केही सेवा भावमा जुट्यौँ भने हामी एउटा यस्तो कृति राख्ने समय आएको छ। एउटा यस्तो कृति राख्यौँ भने आफ्ना सन्ततिहरूले पुस्तौँ पुस्ताले यहाँहरूलाई सम्झिरहनेछन्। त्यति मात्र होइन, यहाँहरूलाई भगवानको आशीर्वाद र ती हाम्रा कलिला बाबु नानीहरूको आशीर्वाद त सदैव मिलिरहनेछ। हामी मरेर जाने बेलामा हामीले लगाएको एक सरो लुगा त सँगै पोलिदिँदैनन् भने हाम्रो यो संसारमा के नै छ र। हामीले त छोडेर जाने भनेको कृति हो र लिएर जाने भनेको धर्म हो। लगाएका सिक्री सुन हिरा जे लगाएका ती सामग्री त सबै खोलेर हामीलाई नाङ्गो पोलिदिन्छन् भने हामीले लाने कुरा केही छैन। यस कारणले लाने भनेको धर्म हो, लाने भनेको आफूले गरेका सत्कर्म हो। परमधाममा हामीले अहिले सेवा भावमा जुट्यौँ भने हामी परलोकमा पनि हामी बस्ने स्थान मिल्दछ। यो सुन्दर भाव यहाँहरूलाई अर्पण गर्दै सेवा भावमा दान भनेको करले होइन रहरले गर्ने हो। म सबैलाई यो सुन्दर भावको साथमा आफ्नो दक्ष र क्षमता अनुसार सेवा भावमा जुट्नको लागि सबैलाई अनुरोध गर्दै ऐतिहासिक गण्डकी कोटियुमको इट्टा जुन हवन कुण्डमा त्यहाँ इट्टा प्रयोग भएको छ, त्यो इट्टा यहाँहरूको हरेकको घरमा एकवटा भए पनि इट्टा पुगोस् हामी चाहन्छौँ। किनभने यो यतिका दिनसम्म हवन कुण्डमा त्यहाँ हवनका कार्यहरू भइरहेको छ, यतिका दिनसम्म पाठ पारायण भइरहेको छ। यो पवित्र पुण्य धाममा यतिखेर विशाल कार्यक्रममा यो एउटा इट्टा मात्र होइन, यो एउटा माटो मात्र होइन, यो एउटा आस्थाको केन्द्रबिन्दु हो। ऐतिहासिक गण्डकी कोटियुमको प्रसाद हो र यहाँ साक्षात् भगवानको स्वयं वास भएको यो पवित्र स्थान जुन कर्म भएको छ, यो एउटा इट्टा सबैको घरमा पूजा कोठामा पुगोस्। सबैले घर निर्माण गर्दै हुनुहुन्छ, जगमा पुगोस्। यहाँहरूले तुलसीको मठ निर्माण गर्दै हुनुहुन्छ, त्यहाँ पुगोस्। सबै आफ्नो घरमा मन्दिरमा पुगोस्। म चाहन्छु हजुरले अझै विशेष त घर बनाउँदै हुनुहुन्छ भने त्यो इट्टा जगमा लगेर राख्नुहोला। त्यो एउटा घर मात्र होइन, एउटा दरबार मात्र होइन, त्यो त भगवानको मन्दिर भन्ने छ। यो आफ्नो घरलाई पवित्र मन्दिर बनाउनको निमित्त ऐतिहासिक गण्डकी कोटियुमको इट्टा लिएर जानको लागि अनुरोध गर्दै र सबैले नाम टिपाउनु होला। पछि चाहेर पनि नपाइन सक्छ। धेरै श्रद्धालु भक्तजनले नाम टिपाइसक्नु भएको छ। सबैलाई म विनम्रपूर्वक अनुरोध गर्दै र सबैले अन्नदान जलदान यहाँले विशेष सहयोग गर्न सक्नुहुनेछ र यो ऐतिहासिक गण्डकी कोटियुमको हिस्सेदारी यहाँहरू पनि बन्न सक्नुहुनेछ। सबैले पुण्य कमाउन सक्नुहुनेछ। जय जय होस्, मङ्गल मङ्गल होस्। आउनुहोस् एउटा मिठो हाम्रा दानदाताहरूको लागि भजन पस्किनेछौँ। तत्पश्चात भने हामी बाँकी कर्मलाई प्रवचन साथको साथमा अगाडि बढाउनेछौँ। जय जय श्री राधे राधे। हरे हरे हरे
रच्यौ कसरी तलमाथि पृथ्वी रच्यौ कसरी तलमाथि पृथ्वी रच्यौ कसरी हे हरि हरि रच्यौ कसरी हे हरि हरि रच्यौ कसरी तलमाथि पृथ्वी रच्यौ कसरी तलमाथि पृथ्वी रच्यौ कसरी हरि बोल जय जय हो हे हरि हरि रच्यौ कसरी हे हरि हरि रच्यौ कसरी कसरी हरि हरि कसरी हे हरि हरि कसरी बिना बीज कमल फूल उम्र कसरी बिना बीज कमल फूल उम्र कसरी जय हो राधे जलमती कमल फूल फूल कसरी जलमती कमल फूल फूल कसरी हे हरि हरि फूल कसरी हे हरि हरि फूल कसरी जलमती कमल फूल 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 फूल कसरी हरे रामचंद्र भगवान को कृष्ण कन्हैया लाल को समादनीय श्रद्धालु भक्तजन घमण्ड भनेको पतन र विनाशको जग हो घमण्ड भनेको पतन र विनाशको जग हो नम्रता भनेको विजय र सम्मानको भर्याङ हो कुन कुरा अपनाउनुहुन्छ त्यही फल प्राप्त गर्न सक्नुहुन्छ घमण्डले हामीलाई विनाश बनाउँछ र नम्रताले हामीलाई विजय बनाउँछ आउनुहोस् यो सुन्दर भाव यहाँहरूलाई अर्पण गर्दै हाम्रो बीचमा परम वन्दनीय परम पूज्य भागवत प्रवक्ता ज्योतिषविद हुनुहुन्छ परम पूज्य गुरु हरिशरण शास्त्री गुरुदेव हाम्रो बीचमा पाल्नु भएको छ यहाँलाई विशेष स्वागत गर्दछु आसन गढको निमित्त हार्दिक अनुरोध गर्दै र यो बीचमा भने वरिष्ठ समाजसेवी धार्मिक व्यक्तित्व रविलाल भण्डारी गुरुदेव हाम्रो बीचमा पाल्नु भएको छ जो मानव सेवा फाउन्डेसनको आजीवन सदस्य पनि बन्नुभएको छ र धेरैभन्दा धेरै संविदा दान पनि प्रदान गर्नुभएको छ विशेष यहाँलाई यतिखेर पनि आसन गढको निमित्त हार्दिक हार्दिक अनुरोध गर्दै केही समय पश्चात हामी यहाँको सम्मान पत्रलाई हामी जोड्नेछौँ र यतिखेर पनि आसन गढको निमित्त वरिष्ठ भजन गायक हुनुहुन्छ कृष्ण अधिकारी ज्यू हाम्रो बीचमा पाल्नु भएको छ यसलाई विशेष आसन गढको निमित्त हार्दिक अनुरोध गर्दछु यसै गरी हाम्रो सामाजिक धार्मिक व्यक्तित्व परम वन्दनीय पूज्य गुरु गोकर्ण गुरु हाम्रो बीचमा पाल्नु भएको छ यसलाई विशेष आसन गढको निमित्त हार्दिक हार्दिक अनुरोध गर्दै सबैको जय हो सबैको मङ्गल होस् आउनुहोस् श्रद्धालु भक्तजन हामी दानदाताहरूको सम्मानलाई पनि जोड्दै जानेछौँ दानदाताहरू हिजो अस्ति हजुरहरूले दान अर्पण गर्नुभएको छ तर सम्मान पत्र पाउनु भएको छैन भने म सबैलाई विनम्रपूर्वक अनुरोध गर्दछु हजुरको सम्मान बनिरहेको छ बनिसकेको छ सचिवालयमा यसै गरी हाम्रो यही मञ्चको नजिकै रहेको हाम्रा कर्मचारी हाम्रा मानव सेवा फाउन्डेसनको साथीहरूसँग यहाँहरूले सम्पर्क गर्न हुनुको लागि पनि विनम्र अनुरोध गर्दै आफ्नो सम्मान पत्र ग्रहण गर्नको लागि सबैलाई विनम्र अनुरोध गर्दछु आउनुहोस् विलम्ब नगरिकन परम पूज्य देवीजीको मुखारबिन्दबाट दिव्य प्रवचन हामीले श्रवण गर्नेछौँ एकपटक सबैले प्रेमले भन्नुहोस् रामचन्द्र भगवानको कृष्ण कन्हैया लालको ल सबैजना आउनु होला है सबैजना भित्र आएर आनन्दपूर्वक कथा श्रवण गर्नुहोला भक्ति रसमा आनन्द बन्नुहोला र पुण्य लाभ लिनुहोला सबैलाई म स्वागत गर्दै अब भने परम पूज्य देवीज्यूलाई यो ध्वनि यन्त्र सप्रेमको साथमा अर्पण गर्दछु जय जय श्री राधे
भक्तवत्सल भगवान की, श्री रामचन्द्र भगवान की। सबैजना जयकारे लगाउनुहुन्न। निदाउनु भए जस्तो छ हो कि होइन? होइन नि है। त्यसो भए सबैजनाले हात माथि राखेर प्रेम भावले जयकार लगाउनुहोस्। कृष्ण कन्हैया लाल की जय, वृंदावन बिहारी लाल की जय, राधा रमन बिहारी लाल की जय। अब जयकार लगाउनु पनि थोरै दिन त बाँकी छ हैन? त्यसपछि त लगाउँछु भनेर पनि पाइँदैन, गर्छु भनेर पनि पाइँदैन, आउँछु भने पनि यो आनन्द मिल्दैन, खाली देखिन्छ हैन? त्यसकारण जति समय छ मनलाई प्रफुल्लित बनाएर, आनन्दित बनाएर, कुनै पनि डर शङ्का नराखिकन विश्वासको एउटा दीपक बालेर यहाँ बस्नुहोस्। अनि त्यो दीपक परब्रह्म परमात्मालाई अर्पण गर्नुहोस्। त्यो के को दीपक हो? विश्वासको। जुन विश्वासको दिया हजुर लिएर आउनुहुन्छ अनि परमात्माको श्रीचरणमा राखिदिनुहुन्छ। हजुरको जीवनमा हर हमेशा आनन्दमय, सुखमय, प्रकाशमय हुन्छ। आनन्द संसारको तत्त्व चीज बीज यावत सामग्रीले हामीलाई मिल्दैन। आनन्द त परमात्माको भक्तिमा विश्वास गरेर, त्यसमा लीन भएर, त्यसमा मग्न मस्त भएर हामीले लिने हो, त्यहाँ पाइन्छ। संसारको जो भक्ति नगरिकन संसारमा लिप्त हुन्छ नि, ऊ चाहिँ नशालु पदार्थलाई सेवन गरेर त्यसमा तल्लीन हुन्छ, त्यो नशामा डुब्छ अनि गण्डकीमा गएर ऊ सुत्छ। तर जो भगवानको भक्त हुन्छ ऊ श्री हरिको नाममा मग्न मस्त हुन्छ, आनन्दित हुन्छ। श्री हरिको चरणमा गएर ऊ आफ्नो जीवन समर्पित गर्छ। यी दुई चिज मात्र फरक छन्। नशा हामीलाई अवश्य लाग्नुपर्छ, तर कुन चिजमा? श्री हरिको नाममा हामीलाई नशा लाग्यो भने मुक्ति पाइन्छ। संसारको चिजमा हामीलाई नशा लाग्यो भने यही बन्धनमा हामीलाई बाँधिराख्छ। बोले राधे राधे। त्यसकारण संसारको नशालाई त्यागेर श्री हरिको नामको त्यो नशामा हामी डुबिराख्नुपर्छ। यहाँ कबीरदास जी भन्नुहुन्छ, कबीरा कुर्ता मेरा मक्का, मोती मेरा नाम, गले बीच डोरी प्रेम की, वह जीत खींचे उत में जाऊं। बहुत मीठो भावले भन्नुहुन्छ कबीर जी हर हमेशा परमात्मा श्री कृष्णको नाममा त्यो नशामा डुबिराख्नु भएको छ। त्यो नशामा लिप्त भएर भन्नुहुन्छ, हे प्रभु म हजुरको दास हुँ, म हजुरको सेवक हुँ। हजुरले मलाई कृपा रूपी डोरीले बान्नु भएको छ अनि त्यो डोरी हजुरको पासमा छ। त्यसकारण हे प्रभु हजुर मलाई जहाँ खिचेर लानुहुन्छ यो कबीर त्यहाँ जान तयार छ। म कसैको अधीनमा छुइनँ, मलाई कसैको डर छैन, म कसैको पनि होइन, म होइन, अब म हजुरको भइसकेँ। त्यसकारण मलाई दुःख दिनुहोस् चिन्ता छैन, सुख दिनुहोस् चिन्ता छैन, म हमेसा हजुरकै नाममा लिन्छु। हजुर जहाँ जहाँ लानुहुन्छ म त्यहाँ त्यहाँ जान तयार छु। यही नै भक्तहरूको लक्षण हो। चाहे सुख होस् चाहे दुःख होस् उसलाई परवाह हुँदैन, किनकि संसारको रीत नै यही हो। कहिले सुख आउँछ कहिले दुःख आउँछ, यो खेल चलिरहन्छ। त्यसकारण
यही सुख दुःखको खेलमा बार बार पर्न नपरोस् भनेर नै हामीले आफ्नो परब्रह्म परमात्मालाई जीवन समर्पित गरिदिने हो। जब उहाँ हाम्रो साथमा हुनुहुन्छ भने दुनियाँसँग हामी डराउनु कहिल्यै पर्दैन। जस्तै एउटा नरम माटो हुन्छ, त्यो माटोलाई कुनै पनि आकार बनाउन सकिन्छ। प्रभु, म त्यो माटो हुँ, हजुर मलाई जुन रूप दिइन्छ, जुन रूपमा मलाई बनाउनुहुन्छ मलाई स्वीकार्य छ। एक बहुत मिठो कथा छ। एक दिन एउटा कुमार मतलब जुन माटोको भाँडा बनाउनेवाला व्यक्ति छ, उसले त्यो माटोलाई हातमा राखेर खेलाउँदै थियो। उसले जे पनि बनाउन सक्छ, उसमा त्यो माटोसँग खेलेर आकार बनाउने कला जो छ। एक दिन उसले हातमा त्यो माटोलाई खेलाइरहेको थियो, त्यसबाट एउटा चिज बन्यो। त्यो के भन्छ त्यसलाई? हुक्का। हुक्का थाहा छ नि होइन? थाहा छ कि थाहा छैन? कसलाई थाहा छ? हात उठाउनुहोस् त। सबैलाई थाहा छ है? पिउनु त हुन्न नि? पिउनुहुन्छ कि हुन्न? पिँदैन है? कति ज्ञानी। कृष्ण कन्हैया लाल की। त्यो कुमारले त्यसमा त्यो भाँडा बनाउँदै थियो, जुन हुक्का खानेवाला छ, त्यो माटोको नै त बन्छ नि होइन? के को बन्छ? माटोको होइन हो कि होइन? हो भने हो भनिदिनुहोस् त जोरले। हो, त्यो हुक्का बनाउँदै थियो। अचानक बिचमा उसको मन बदलियो। त्यसपछि यसलाई बिगारिदियो। फेरि त्यसबाट एउटा भाँडा बनाइयो, माटोको एउटा कलश जस्तो भाँडा बनाइदियो। तब त्यो माटोले बोलेछ अनि भनेछ, हे कुमार, हजुरले भर्खरै अर्कै आकार बनाउँदै हुनुहुन्थ्यो, तर फेरि एकैछिनमा हजुरको मन बदलेर किन यो कलश बनाउनु भयो? पानी पिउने एउटा भाँडा किन बनाउनु भयो? तब ती कुमारले भन्यो कि म जुन हुक्का बनाउँदै थिएँ त्यतिखेर मेरो मन बदलियो, त्यसकारण मैले फेरि अर्को बनाएँ, अर्कै भाँडा बनाएँ। तब माटोले बहुत मिठो जवाफ दिन्छ, हजुरको त मन मात्र बदलियो तर मेरो जीवनै बदलिदिनु भयो। बहुत आश्चर्य लाग्यो व्यक्तिलाई, किन कसरी तपाईँको जीवन बदलियो? तब माटोले भन्छ, हजुरको मन बदलिएको कारण यदि म हुक्का बन्ने थिएँ भने हजुरले मलाई हुक्का बनाउनु भएको भए म त्यसमा जल्थेँ, अनि जसले त्यसलाई सेवन गर्थ्यो त्यो पनि जल्थ्यो। म जल्नबाट बचेँ अनि अरू पनि जल्नबाट बच्यो। हजुरले मलाई कलश बनाइदिनु भयो, एउटा भाँडा बनाइदिनु भयो। त्यो भाँडा बनेको कारण मेरो जीवनै बदलियो। किनकि त्यो भाँडामा पानी हाल्थ्यो, मलाई शीतल मिल्थ्यो, अनि जसले मेरो भाँडाबाट जसले पानी पिउँथ्यो उसलाई पनि शीतल मिल्थ्यो। त्यसकारण हजुरको मन बदलेको कारण मेरो जीवनै बदलिदियो। कृष्ण कन्हैया लाल की, श्री राधा रमन बिहारी लाल की। त्यसकारण मन हामीले बदल्न सक्यौँ भने, यदि सही ठाउँमा लगाउन सक्यो भने हाम्रो जीवन बदलिन पनि कति पनि समय लाग्दैन। हामी त्यही माटो हौँ जसलाई हामीले सहज रूपले बनाउन सक्छौँ। अनि जुन कुवार छ उसले बार बार त्यो माटोलाई ठोकिरहन्छ ताकि यो मजबुत छ कि छैन। त्यसै गरी हामीलाई सत्सङ्गले पनि एउटा राम्रो गुरुले पनि एउटा राम्रो पात्र बनाउन खोज्नुहुन्छ। अनि गुरुले ज्ञान दिएर ताकि मेरो शिष्य एउटा राम्रो पक्का खालको एउटा यस्तो भाँडा बनोस् जसमा परमात्माको भक्ति गर्न सकोस्, सत्सङ्ग गर्न सकोस्, उसको जीवन एउटा सुन्दर पुष्प जस्तो बनोस्। त्यसकारण जीवनमा दुःख आउँछ भने यदि गुरुले हामीलाई परीक्षा लिनुहुन्छ भने, या त हाम्रो जीवनमा कुनै धर्म कर्म गर्दाखेरि हामीलाई दुःख कष्ट सङ्घर्ष आउँछ भने सोच्नुहोस् मलाई राम्रो पात्र बनाउन खोज्दै हुनुहुन्छ,
म योग्य बनाउन म योग्य थिइनँ, तर मलाई योग्य बनाउनको लागि यो दुःख दिइराख्नु भएको छ। किनकि सुख होस् या दुःख त्यो हाम्रो इच्छाले आउने होइन, त्यो त परमात्माको इच्छाले आउने हो। उहाँकै इच्छाले हाम्रो जीवनचर्या चल्ने हो। त्यसकारण हाम्रो जीवनमा दुःख सुख जे आए पनि के हुनुपर्छ? के हुनुपर्छ? मस्तमा रमाउनु पर्छ। सुख आते हैं दुख जाते हैं, सुख आते हैं दुख जाते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं, हम मस्त रहते हैं, हम मस्त रहते हैं। सुख आते हैं दुख जाते हैं, सुख आते हैं सुख जाते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं। इस आने जाने भीड़ में हम मस्त रहते हैं, हम मस्त रहते हैं। कहिले सुख आउँछ, कहिले दुःख आउँछ, तर यसमा हामी हमेसा के रहनुपर्छ? मग्न मस्त रहनुपर्छ। जय हो। कोई आते हैं कोई जाते हैं, ओ कोई आते हैं कोई जाते हैं, कोई आते हैं कोई जाते हैं, कोई आते हैं कोई जाते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं। सुख आते हैं दुख जाते हैं, सुख आते हैं सुख जाते हैं, दुख जाते हैं, सुख आते हैं। सुख आते हैं सुख जाते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं। इस आने जाने खेल में हम मस्त रहते हैं, हम मस्त रहते हैं। जय हो। कोही आउँदैछ कोही जाँदैछ, यस आउने र जाने क्रममै हाम्रो जीवन बितिरहेको छ। जय हो।
मस्त रहते हैं, हम मस्त रहते हैं, हम मस्त रहते, गाइए हम मस्त रहते हैं, मस्त रहते हैं। कृष्ण कन्हैया लाल की जय जय हो रामचंद्र भगवान को। ए आमा एकपटक प्रेमले भनिदिनुहोस् राधे राधे। सबैको जय होस्, सबैको मङ्गल होस्। यो बिचमा हरेक दिन यस मञ्चमा सामाजिक धार्मिक व्यक्तित्व, यसै गरी जसले यो राष्ट्रको लागि आफ्नो जीवन नै अर्पण गर्नुभएको छ, आफ्नो विभिन्न विधाबाट यस क्षेत्रका विभिन्न व्यक्तित्वहरूलाई हामीले यस मञ्चमा स्वागत गरिरहेका छौँ। आज भने ऐतिहासिक गण्डकी कोटियुम दर्शन गर्नको निमित्त र सँगसँगै ऐतिहासिक गण्डकी कोटियुमको यो विशेष जानकारी प्रदान गर्नको लागि सबै देश तथा विदेशमा जानकारी प्रदान गर्नको लागि यो बिचमा पाल्नु भएको छ। नेपाल टेलिभिजनबाट पाल्नु भएको छ, जो गण्डकी प्रदेशका प्रमुख रहनुभएको छ, जो आफैमा वरिष्ठ पत्रकार, जसले पत्रकारिता जगतमा एउटा छुट्टै नाम, छुट्टै परिचय र छुट्टै पहिचान बनाउनु भएको छ। अझै भनौँ पत्रकारिता जगतमा आफ्नो जीवन नै अर्पण गर्नुभएको छ। वरिष्ठ पत्रकार समीरजङ शाहज्यू हाम्रो बिचमा पाल्नु भएको छ। यो बिचमा परशुराम शर्माज्यू हाम्रो बिचमा पाल्नु भएको छ। यसलाई विशेष विशेष जोड जोड तालीको बिचमा सम्मान व्यक्त गर्दै स्वागतको लागि हार्दिक हार्दिक अनुरोध गर्दछु। रामचन्द्र भगवानको, कृष्ण कन्हैया लालको। यसै गरी वरिष्ठ समाजसेवी धार्मिक व्यक्तित्व लक्ष्मी शर्माज्यू हाम्रो बिचमा पाल्नु भएको छ। पशुपति टोल समितिको सदस्य समेत रहनु भएको छ। यसलाई विशेष आसन गठको निमित्त हार्दिक हार्दिक अनुरोध गर्न चाहन्छु। रामचन्द्र भगवानको जय जय होस्। यसै गरी यो बिचमा भने पोखरा 5 माली पाटनबाट हुनुहुन्छ माछा पुछ्रे टोल विकास आमा समूहको तर्फबाट ऐतिहासिक गण्डकी कोटियुम सफलताको निमित्त 10,125 रुपियाँ अर्पण गर्नुभएको छ र एक बोरा चामल र विभिन्न जिन्सी सामानहरू अर्पण गर्नुभएको छ। माछा पुछ्रे टोल विकास आमा समूहलाई मञ्चमा आई सम्मान गर्नका निमित्त हार्दिक अनुरोध गर्दछु। यसै गरी कास्की पोखराबाट हुनुहुन्छ 13 नम्बरबाट सीता गुरुङज्यू, हरिप्रसाद गुरुङजीको परिवारमा सुख शान्ति समृद्धिको कामना गर्दै 5,055 अर्पण गर्नुभएको छ र विशेष गरी जन्मदिनको उपलक्ष्यमा यहाँले विशेष दान अर्पण गर्नुभएको छ र विभिन्न सामग्रीहरू यहाँले अर्पण गर्नुभएको छ। जय जय होस्, मङ्गल मङ्गल होस्। सम्मान गर्नका निमित्त मञ्चमा हार्दिक स्वागत गर्दछु। पोखरा 5 माली पाटन कास्कीबाट हुनुहुन्छ परिवारमा सुख शान्तिको कामना गर्दै दीर्घ केसीजीको परिवारबाट 5,151 रुपियाँ अर्पण गर्नुभएको छ। यहाँले विशेष गरी विशेष दान अर्पण गर्दै र सुख शान्तिको कामना गर्नुभएको छ र कोटियुम सफलताको निमित्त यहाँले शुभकामना समेत व्यक्त गर्नुभएको छ। सम्मान गर्नका निमित्त मञ्चमा हार्दिक स्वागत गर्दै दानीलाई कहिल्यै पनि हुँदैन हानि, आउनुहोस् यो सुन्दर कर्ममा सुन्दर भावको साथमा जोडियौँ। अब केही दिन त बाँकी छ यस कार्यक्रमलाई सभ्य भव्य बनाउनको लागि सबैजना आफ्नो तर्फबाट छुटौँ लागौँ। सबैलाई यो सुन्दर भाव अर्पण गर्दै आउनुहोस् हामी मिठा मिठा भक्ति सङ्गीत श्रवण गरिरहेका छौँ, मिठा मिठा प्रवचनहरू श्रवण गरिरहेका छौँ। केही समयमा परमपूज्य भागवत मञ्जरी राधिका दासी माताजीको आगमन हुनेछ। हामी सुन्दर कथामा पनि जुट्नेछौँ र सबै श्रद्धालु भक्तजनलाई मैले विशेष गरी इट्टाको बारेमा जानकारी दिइरहेको छु। सबैले नाम लेखाउनु होला, सबैले नाम टिपाउनु होला। जहाँ हवन कुण्डमा त्यहाँ हवनका कार्यहरू भइरहेको छ, त्यो हवन कुण्डमा प्रयोग भएका इट्टाहरू यहाँको घरमा सबैको घरमा म पुग्न चाहन्छु। यहाँहरूले नयाँ घर बनाउँदै हुनुहुन्छ जग पूजनको लागि, यसै गरी यहाँहरूले तुलसीको मठ निर्माणको लागि यहाँहरूले आफ्नो घरमा सबै मन्दिरमा आफ्नो घरको मन्दिरमा यहाँहरूले एक एकवटा इट्टा पुगोस् हामी चाहन्छौँ। यो एउटा माटोको इट्टा मात्र होइन, यो ऐतिहासिक गण्डकी कोटियुमको प्रसाद हो, चिनो हो, आशीर्वाद हो, सबैको घरमा पुगोस्। म सबैलाई यो विशेष निवेदन गर्न चाहन्छु। र शान्ति कलश यहाँहरूले घरमा को लानुभयो शान्ति कलश हात उठाइदिनुहोस् त। शान्ति कलश ल अब केही मात्र बाँकी छ है। यो एउटा तामाको भाँडा होइन, यहाँ त नेपालैभरिका विभिन्न तीर्थस्थलका जलहरू यहाँ सिंचित छन्, भारतका विभिन्न तीर्थस्थलका जलहरू त्यहाँ सिंचित छन्। यसै कारणले यहाँहरूको सबैको घरमा सक्नुहुन्छ यहाँहरूले 4-5 वटा, सक्नुहुन्न यहाँहरूले 2टा, एउटा भए पनि सबैको घरमा शान्ति कलश पुगोस् हामी चाहन्छौँ। अब त केही मात्र बाँकी छ, 10-11 हजार शान्ति कलशमा अब केही 1000-1500 मात्र बाँकी छ। यहाँहरूले सचिवालयमा गएर नाम टिपाउनु होला। जेठको 26 गते जुन हामी कार्यक्रम समापन गर्नेछौँ तत्पश्चात भने यहाँहरूले आफ्नो घरमा त्यो
शान्ति कलश भित्राउन सक्नुहुन्छ। शान्ति कलश घरमा भित्राएर शान्तिको स्थापना गर्नुहोला म सबैलाई निवेदन गर्दछु। अब केही दिनको कर्ममा यहाँहरूले आफ्नो घरमा सुख शान्तिको कामना गर्दै दीप प्रज्वलन गर्न चाहनुहुन्छ भने यहाँहरूले दीप प्रज्वलनको